ल हामी चाहिँ फाइनल्ली यो गुप्तेदेखि अलिकति माथि बाइक आउने ठाउँसम्म चाहिँ हामी आइपुगेका छौँ। हामीले बाइक चाहिँ यहाँनिर व्यवस्था गऱ्यौँ, यहाँनिर बिसायौँ। यो चाहिँ पार्किङ एरिया हो गाइज, देख्न सक्नुहुनेछ। दिस इज पार्किङ एरिया। अनि त्यो ठुलो ढुङ्गा चाहिँ यहाँ मुनतिर हो। अनि अब हामी यो बाटो हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ। सिडी नै सिडी छ तर धेरै माथि छ क्या। यो चाहिँ यस्तो उकालो हिँड्नुपर्ने हुन्छ गाइज। अनि अब चाहिँ हाम्रो यात्रा सुरु भयो। म अलिक फ्याङड्याङ गर्दा हिँड्नुपर्ने हुन्छ। यहाँ चाहिँ 3टा भ्लग भइसक्यो यार यो ठाउँको। फेरि आज पनि लिएर आएको छु गाइज। के कस्तो लाग्छ युट्युबमा गएर हेरिदिनु होला फुल भ्लग गाइज है। यस्तो उकालो छ आम्मामा, यहाँ देख्न सक्नुहुनेछ। सुकेटार यस्तो दामी देखिन्छ यो माथिबाट। कान्छाले हेरौँ न मेरो भिडियो गरेको। म पुरै यहाँनिर बोल्दैछु, उसले मेरो भ्लग गर्दैछ। यहाँनिर पनि छ बाटो त, यहाँ पनि आउँछ तर यो चाहिँ हिँड्दैन अहिले बाटो।